प्रधानमन्त्री बा1 Z 54 नम्बरको गाडी चढेर सवार भएर आइपुगेका छन्। बालिन शाह दर्शक महानुभावहरु, यति बेला हामी सिंहदरबारमा रहेका छौं। प्रधानमन्त्री कार्यालयको अगाडि रहेका छौं भने अबको केही बेरमा नै बालिन शाह प्रधानमन्त्रीको आगमन हुँदैछ। तपाईले यहाँको दृश्यमा देख्न सक्नुहुनेछ। अहिले कमान्डो फोर्सदेखि लिएर हरेक सुरक्षा निकायका सुरक्षा संयन्त्रहरू तैनात पारिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडिबाट यो दृश्य मैले तपाईलाई देखाइरहेको छु भने अबको केही बेरमा नै प्रधानमन्त्री बालिन शाह आउँदै हुनुहुन्छ, उहाँको आगमन हुँदैछ भन्ने हामीले जानकारी पाएका छौं। नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत सबै प्रहरी सुरक्षा संयन्त्र निकायका प्रमुखहरूको पनि आवागमन तपाईले देखिराख्नु भएको छ। अबको केही बेरमा नै बालिन शाह यहाँ आउँदैछन्। उहाँले निश्चित समय उहाँको ज्योतिषीको भने अनुसार 2 बजेर केही मिनटमा उहाँले शपथ लिने कार्यक्रम रहेको छ। त्यही भएको हुनाले आइसक्नु भएको छैन र अहिले तपाईले देख्न सक्नुहुनेछ सुरक्षा निकायका विभिन्न उच्च ओहदाका प्रमुखहरू, अधिकृतहरू यहाँ आउने क्रम जारी रहेको छ। तपाईले देखिराख्नु भएको छ यहाँ प्रधानमन्त्री बालिन शाहको आगमन भएको छ। दर्शक महानुभावहरु, तपाईले देखिराख्नु भएको छ प्रधानमन्त्री बा1 Z 56 नम्बरको गाडी चढेर सवार भएर आइपुगेका छन्। बालिन शाह तपाईले दृश्यमा देख्न सक्नुहुनेछ। यो गाडीमा बालिन शाह आइपुग्नु भएको छ भने अब यहाँ प्रधानमन्त्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट यो दृश्य हामीले तपाईलाई देखाइरहेका छौं। यहाँ तपाईले देख्न सक्नुहुनेछ बालिन शाहलाई स्वागत गरेर भित्र गइसक्नु भएको छ भने यति बेला मिडियाले पनि त्यति धेरै कभर गर्न पाएको अवस्था छैन र यहाँ बाहिरको यो दृश्य फोटो सेसन चलिरहेको छ। तपाईले देखिराख्नु भएको छ यहाँ सुरक्षा निकायका विभिन्न प्रमुखहरू लगायतको टोलीलाई तपाईले देख्न सक्नुहुनेछ भने यो प्रधानमन्त्री निवासबाट यो हामीले देखाइरहेका छौं। स्पेशल कमान्डो फोर्स पनि खटाइएको यो दृश्य तपाईले देख्न सक्नुहुनेछ र यहाँबाट भित्र पत्रकारहरूलाई पनि जान रोक लगाइएको यो दृश्यमा तपाईले देख्न सक्नुहुनेछ। बालिन शाह अहिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आइसक्नु भएको छ भने अब Z 56 नम्बरको गाडी चढेर सवार भएर आइपुगेका छन्। बालिन शाह तपाईले दृश्यमा देख्न सक्नुहुनेछ। यो गाडीमा बालिन शाह आइपुग्नु भएको छ भने अब यहाँ प्रधानमन्त्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ। यो